उनीहरूले चेतनालाई हामी भौतिक तीन चारवटा छन् जस्तो जो भने एउटा अन्तिममा गर्दै सिद्ध्याउँछु आधुनिक विज्ञानले कसरी त्यसलाई ध्वस्त बनाइरहेको छ हामी स्वयं छौँ। मैले एउटा काठमाडौँ आउँदाखेरि क्वान्टम थ्योरीको कुरा भइरहेको थियो। उनले भने यसले त ईश्वरलाई सिद्ध गर्छ क्या, अनिश्चितताको सिद्धान्त भनेर भने क्या। क्वान्टम थ्योरीले अहिलेसम्म त के अरे उनको चर्चा हामी गर्थ्यौँ, के अरे बमको आविष्कार के आइन्स्टाइनका कुरा गर्छौँ होइन, र अहिले आएर त यसलाई त उनको त खण्डन भएको नि अब त भनेर भने कि निश्चितताको सिद्धान्त सापेक्षतावादको सिद्धान्तलाई त क्वान्टम थ्योरीले सिद्ध्याइदियो। तर बुझ्नुपर्ने हो भने क्वान्टम थ्योरीले सापेक्षतावादको सिद्धान्तलाई सिद्ध्याएको छैन, सापेक्षतावादको सिद्धान्तलाई त्यसले विकास गराएको हो। सापेक्षतावादका केही व्यावहारिक समस्या थियो, त्यो भनेको के थियो भनेपछि प्रकाशले जसरी हामी के गर्छपछि ठोस वस्तुलाई तीनटा उसमा हामी चेन्ज गर्छौँ, त्यो भनेको के हुन्छ, त्यो द्रवमा परिणत हुन्छ, त्यो के अरे इनर्जीमा परिणत हुन्छ। तर रिभर्स विज्ञानको सिद्धान्तले त रिभर्स गर्दाखेरि पनि त्यहीँ जानुपर्ने हो नि त। तर त्यहाँ विज्ञानको वैज्ञानिकको चुनौती के थियो भनेपछि यो इनर्जीलाई फेरि कसरी म्याटरमा बदल्दिने हो ठोस उसमा, यो प्रब्लम थियो कि यो प्रब्लम हल गर्ने उसमा क्वान्टम थ्योरी आएको हो। क्वान्टम थ्योरीले के भन्छ भने यो हुन त हुन्छ, तर त्यो कुन पोइन्ट हो क्वान्टाटा भन्छ क्या त्यसलाई शब्द, त्यो कुन पोइन्ट हो। म त्यसको विद्यार्थी हुने, तर मैले जति त्यहाँ बुझेँ, मैले साइन्स नेचरमा म हेर्दाखेरि जति मैले बुझेँ त्यो के भन्छ भने त्यो कुन पोइन्ट हो, त्यो पोइन्टमा गएर यो इनर्जी उसमा चेन्ज हुन सक्छ, इनर्जी ठोसमा चेन्ज हुन सक्छ। तापलाई तपाईँले तताउनुहोस्, के अरे प्रकाशलाई तताउनुहोस्, त्यो के हुन्छ, त्यो म्याटरमा बदलिन्छ। त्यो भनेको फोटोन हो। तापलाई अति उच्चतम उसमा उड्दाखेरि त्यो फोटोनमा चेन्ज हुन्छ कि त्यही फोटोन सूर्यबाट निस्केर हामीसँग प्रकाशको रूपमा आउँछ कि। वायु अदृश्य हो, यो आफै म्याटर हो कि एउटा, यो के अरे एकदम अलगिएको, एकदम पुरा छरिएको ऊहरू, त्यस कारण त देखिँदैन के। यी चिजहरू यो तर्कहरू छन्, यी चिजहरू मलाई लाग्छ हाम्राले अहिले मलाई दिक्क कतिखेर लाग्छ भनेपछि जब कुनैमा कम्युनिस्ट नेतालाई दसैँमा शुभकामना दिएको देख्छु कि त्यो व्यवहारका कुरा छन्। यो भौतिकवादी समाजले एउटा के उसले सबैलाई त उ गरेको छैन, त्यहाँ के अरे बाध्य गराएको छैन, कमसेकम कार्यकर्ताहरूलाई उसले आफ्नो जीवन व्यवहारमा यसलाई भौतिक रूपमा परिलक्षित गर्नुपर्छ। मृत्युका, बिहाका, यी सबै चिजहरूमा अरू परिवारमा आएर पनि नसक्छ, सबै हुन्छन् भन्ने कुरा हुँदैन। फेरि दबाब सृजना गर्यो भनेपछि त एउटा त समाजलाई एउटा तर्कबद्ध बनाएर तथ्यबाट परिचित गराएर बदल्नु, सामूहिक परिवर्तनको एउटा प्रक्रिया भयो। तर कमसेकम जोसँग जोडिएका छन् उनीहरूले आफूलाई त्यसमा परिणत गर्नुपर्छ। यो समितिका मान्छेहरू इमान्दारीपूर्वक प्रतिबद्ध भएर लाग्नुपर्छ भन्ने धारणाका अन्तर भौतिकवादी समाज निर्माण भएको। मैले मेरा कुराहरू मैले एकीकृत रूपमा राखिनँ, छरिएर राखेँ र म अज्ञवादीहरूले पनि बोले। अज्ञवादी भन्ने हो पनि नभन्ने, होइन पनि नभन्नेहरू अज्ञवादीहरू हुन्। यो दुईटामा फँसेका थियो जैन र बौद्धहरू। भौतिकवादका पक्षमा बोल्ने, इमान्दारी साथ दृढतापूर्वक बोल्ने एउटै मात्र थिए, ती चारवाकहरू थिए कि जसले प्रष्ट भनेन धर्म हुन्छ न धर्म हुन्छ, न स्वर्ग हुन्छ न नर्क हुन्छ, आत्मा कहीँ जाँदैन। चारवटा चातुर महाभूत जुन छ, अरूले पञ्चमहाभूत भन्थे, उनले चातुर महाभूत भने। पृथ्वी, वायु, अग्नि, जल, यी चारवटा मात्रै तत्त्वहरू छन् जसका संयोजनले, विविध खाले संयोजनहरूले यो संसारको, यो जगतको निर्माण भएको। उनले प्रष्टै भने कि उनले त्यति बेलाका कर्मकाण्डहरूमाथि हमला गरे। उनले बाहिर जाँदा जब तिमीले यहाँबाट पठाउँदाखेरि तिम्रो बाबुआमाले स्वर्गमा पुग्छ भनेपछि त बाहिर यात्रामा जाँदाखेरि किन पाथे बाँधेर पठाउँछौ, त्यसै पठाइदो यहीँबाट, ए बा ल तँलाई खाना भनेर तिम्रो जनकपुरबाट काठमाडौँ या दाङबाट काठमाडौँ गएका त्यसै खाना पुगिहाल्छ। यसरी व्यावहारिक स्तरमा उनले भौतिकवादी दर्शनलाई प्रष्टसँग दृढतापूर्वक राखे। त्यसकारण उनको दमनपनमा सबै चिजहरू सिद्ध्याए। एउटा त्यो माधवाचार्य हुन् जसले सर्वदर्शन सङ्ग्रह लेखे, उनले त्यसमा
लगभग 22 या 23वटा सूत्रहरू उनका जमा गरेर राखेका छन् ती सूत्रहरू। तर यथार्थ के थियो भनेपछि चारवाकहरूका दर्शनका विषयहरू राजनीतिक अभिजात्य वर्गमा त थिएन, तर आम जनतामा भने थियो। उनीहरूले त्यसलाई पक्रेका थिए, उनको प्रभाव थियो चारवाकहरूको। त्यो प्रभाव नहटेकै कारण पटक पटक अध्यात्मवादी दार्शनिकहरूले खण्डन गर्नु परेको थियो। त्यो सबैले खण्डन, तपाईँ हेर्नु भनेपछि चारवाकको आफ्नो त केही पाइँदैन, तर चारवाकका खण्डन वेदान्तदेखि सुरु भएर सबैले गरे कि। त्यसको कारण के थियो? जनतामा प्रभाव थियो। तर एउटा प्रश्न के छ भने पटक पटक हामीसँग एउटै आउँछ के भौतिकवादका पक्षमा दक्षिण एसियाली दर्शनमा एउटा मात्रै चारवाक थिए त? खोज्दै जानु भने होइन। 10औं 11औं शताब्दीतिर एउटा अर्को समूह पनि फेला पर्छ कि, त्यो भनेको नीलपट सम्प्रदाय वा नीलाम्बर सम्प्रदाय भनेर। खास गरेर जब के अरे बौद्धहरूको एउटा लोक संस्करण, त्यसलाई वज्रयानीहरू भन्थे। वज्रयानीहरू या तन्त्र साधनामा कुल तन्त्रहरू थिए, तिनीहरू को भइसकेपछि तिनीहरूसँग एउटा विरक्तिमा निस्केको एउटा हिस्सा अरूले व्याख्या गर्छन्। त्यही नीलपट र नीलाम्बर थियो, उनीहरूले पनि त्यही गर्छ। त्यो नीलपट किन भनिएको भनेपछि उनीहरू एउटै कपडामा बेडिएका हुन्थे, दुईजना स्त्री र पुरुष नक्रै हुन्थे, तर एउटा कपडामा बेडिएको थियो। यसको बारेमा तपाईँ सूत्र चाहियो भनेपछि तपाईँ डाक्टर हजारी प्रसाद द्विवेदीको मध्यकालीन धर्म साधना सङ्ग्रह अस्ति केही नाम छ, जे होस् त्यो हेर्नु भने त्यसमा जो नीलपट, यसको चर्चा थोरै उनले पनि गरेर राहुलले पनि गरेका छन्। जब उनी उता गए के अरे तिब्बत गएका थिए, त्यहाँ एउटा वज्रयानी या सहजयानी एउटा चित्रमा उनले एउटा निलो ज्याकेट जस्तो लगाएको मान्छे बसेको भनेर उनले देखेका थिए। यसको अर्थ के थियो भनेपछि नीलपट सम्प्रदाय वा चारवाकका मध्यकालीन जो उत्तराधिकारीहरू थिए उनीहरूले पनि त्यही भन्थे। उनीहरू अलग्गै समूहमा बस्थे, एउटै कपडामा बेरेका हुन्थे। अनि उनलाई एउटा त्यहाँ राजा भोजको एउटा त्यो जैन प्रबन्धहरू छ, त्यस ग्रन्थमा त्यसको चर्चा विस्तृत छ। त्यहाँ उनलाई नीलपट सम्प्रदायकालाई राजा भोजकी छोरीले सोधिन्, के हो यो जीवन कसरी बाँच्ने हो? छोरा यो पूजापाठहरू बेकारमा, यो शरीरलाई किन कसरी खाऊ पिउ मौज गर, अरूलाई पनि आनन्दसँग रहन देऊ, कसैले दुःख नदेऊ, नैतिक जीवन जेऊ भनेर भनेकी। पछि यो कुरा राजा भोजले थाहा पाए। राजा भोजले थाहा पाएपछि उनलाई के लाग्यो भनेपछि यही विषय यदि जनतामा गयो भनेपछि त मेरो त सबै समाप्त हुन्छ। किनभनेपछि राज्य के अरे त अन्धविश्वासको पोषक हो क्या। अन्धविश्वासको, अज्ञानताको सबभन्दा ठुलो पोषक अहिले बालन मात्र होइन कि हजारौँ वर्ष पहिलेदेखि त्यो सुरु भएको। तपाईँले कौटिल्य पढ्नुपर्छ। कौटिल्यले राजाले भनेका छन्, राजा यो धर्मबाट मुक्त हुनुपर्छ, त धर्माचरण गरिराख्नुपर्छ। जनतामा के अरे उनीहरूलाई अविश्वास अज्ञानता कायम राख्नको लागि अनेक गर्नुपर्छ। गुप्तहरूलाई रुखमा बसालेर त्यहाँबाट अँध्यारोमा बसेर राक्षस जस्तो केही मागिदिनुपर्छ। फेरि अविश्वास मात्रै होइन, राज्य कोष बढाउनलाई पनि यो अज्ञानताको प्रयोग गर्नुपर्छ। जस्तै कुनै निर्जन ठाउँमा गएर एउटा मूर्ति बसालिदिनु, जस्तै पानीभित्र केही चर्चा गरेर यहाँ त यस्तो देखियो, या कुनै रुखमा बसेर कुनै राक्षस जस्तोमा गुप्तचरलाई बसालेर लौ म त राक्षस हुँ, मलाई प्रत्येक दिन एउटा नरबली चाहन्छ देऊ भनेर गर्ने। अनि उसका गुप्तचरहरूले चारैतिर त्यहाँ फैलाउने, हो राक्षस आएको हो, तिनले त सबै खाने हो, सिध्याउने हो, अब के गर्ने? अब देउता बोलाउनु पर्छ, खुसी पार्नुपर्छ। अब त्यसको लागि त्यसै त हुँदैन, शुल्क चाहिन्छ। अनि शुल्क असुल्ने आफू मोज गर्ने र त्यसबाट राज्यको वृद्धि गर्ने। तपाईँले यो कौटिल्यको भनाइ हो कि? कौटिल्य स्पष्ट वक्ता थिए कि, प्रष्ट बोले, तर उनी त्यस्तै राज्यका पक्षधर थिए। उनले यसरी भनेको, अरूले त भनेन, तर उनले भनेका छन्। तात्पर्य के हो भने त्यति बेलाको त्यो चिजहरू यो यसरी। मेरो यति भन्नुको तात्पर्य के हो भनेपछि दुईटा, एउटा त हामीले भौतिकवाद र अध्यात्मवादको तुलनीय अध्ययन गर्नुपर्छ, एक तुलना गर्नुपर्छ। तिनका दाबीहरू ठिक छन् कि छैनन्,
त्यो तर्क लामो समेत लम्बे चौडा तर्कमा होइन, दुःख घट्यो कि दुःख घटेन, तिनले हामीलाई छुन्छ कि छुँदैन? भौतिकवादले दुनियाँ बदल्छ, बदलिदियो नि त, दुनियाँ त बदलिदियो। अब हामीसँग के अरे ग्रहको सूर्यग्रहण किन हुन्छ हामीलाई थाहा छ, हामीलाई थाहा छ कि अहिले उहाँले भन्नुभयो त्यो ज्वालामुखीको जो छ होइन, त्यो ज्वालामुखी अब त्यहाँ पैसा चढाउनु, अब अर्को पटक त चढाउन जाँदैन, त्यो त भौतिकवादी परिवर्तन हो कि, त्यो दाबी हो कि, त्यहाँ भौतिकवादी ठोस धरातल हो त्यहाँ। त्यस कारण त्यसको एउटा त त्यो तुलनात्मक हो। दोस्रो, त्यसको हामीले एउटा समग्र इतिहासलाई खोज्नुपर्छ। यो खास गरिकन जो यसमा लाग्नु भएको छ साथीहरू, ती साथीहरूको लागि एउटा अहिलेको खास गरेर त्यसरी तिनीहरू मारिए, सिद्ध्याइदिए। सोम मैले भने त्यो राजा भोजले उनले भनेका छन्, जब राजा भोजले थाहा पाए मेरो छोरी यस्तो गर्यो, अनि उनले त नीलपट सम्प्रदायलाई सिद्ध्याइदिए। तिनीहरू सबैतिर थिए, फेरि सबैतिर थिए, त्यो मात्रै मध्य प्रदेशतिर मात्रै थिएनन्, तिनी मेखलामा पनि थिए, तिनी यता पनि थिए। खास गरेर पहाडतिर त होइन, तर सीमा क्षेत्रमा प्रायः सबैतिर तिनीहरूको तिनले खोज्ने कहाँ हो, त्यसको लागि व्यापक लोकगाथाहरू छन्, तिनमाथि चर्चाहरू छन् कि ती चिजहरू किन भनेपछि राज्यमा चर्चा गर्नुपर्छ, हराउने लिखित त हुँदैन। अनि ती श्रमजीवीहरूले हाम्रा मान्छे थिए, तिनीहरू ठिक भन्थे होइन, त्यस कारण उनीहरूले आफैमा कुरा गर्थे कि चाहिँ लोकगाथामा थुप्रै चिजहरू, भौतिकवादका थुप्रै चिजहरू लोकगाथामा परिणत भएका छन्, त्यो खोज्न सक्नुपर्छ। यसरी हामीले यो खोज्न सक्नुपर्छ। मैले सायद धेरै समय लिए, यति राखौँ। अहिले स्थितिमा किन हुनुपर्छ भन्दाखेरि खास गरेर सचेत वर्गको लागि, अरूको लागि त यो भौतिकवादी भयो भनेपछि दुःख सारा हराउँछन्, एक। दोस्रो, खर्च कम हुन्छ, जन्मदेखि मृत्युसम्म बाहुनलाई दिने, कर्मकाण्डमा दिने खर्च त्यसै कम भइगयो। फेरि एउटा है, कर्मकाण्ड आफैमा भौतिकवादी प्रवृत्ति हो है। फेरि कति मसँग सहमत हुन्छ तपाईँहरू? कर्मकाण्ड आफैमा भौतिकवादी हो कि उसले, किनभने ईश्वर सर्वशक्तिमान छन् होइन, अनि सर्वशक्तिमान भनेपछि त उसले सबैको मन बुझेको हुन्छ भनेपछि लौ मैले हे भगवान् मलाई यो पुरा गरिदिनु पर्यो, मलाई मोटरसाइकल चाहियो त हुँदैन। तर कर्मकाण्डले के भन्छ? सन्तान चाहियो, यज्ञ गर, जागिर गर्यो, यो गर, घरमा भूत प्रेत भगाउनु छ, यो कर्मकाण्ड गर भने यसको अर्थ के हो भनेपछि भगवान्ले काम पुरा गर्न सक्दैन, मनुष्यले नै यो पुरा गर्नुपर्छ। त्यो ठग हो। तपाईँले थाहा छ, यसैलाई खण्डन गर्नको लागि वेदान्त दर्शन बादरायणको मीमांसाकार, यो मैले त्यसै भने होइन तपाईँले, यो तपाईँ यो मीमांसाकार त्यसलाई पूर्व मीमांसा भन्छन् कर्मकाण्डका। ती जैमिनी थिए, जैमिनीले लेखेका जब त्यसमा प्रश्नहरू उठ्न थाले, मानिसहरू भन्न थाले, जब मैले नै गरेर, मैले यज्ञ गरेर, बाहुनले दान दिएर मेरो के अरे म सुख समृद्धि पाउँछु भनेपछि त म किन ईश्वर पूजा गर्छु? म जाँदैन मन्दिरमा, घरमै गर्छु, घरमै रहन्छु, त्यही गर्छु भन्दाखेरि पछि यसले दार्शनिक समस्या खडा गर्यो। यही दार्शनिक समस्या हल गर्नको लागि वेदान्त दर्शन लेखिएको हो। पछि त्यही वेदान्त दर्शनलाई शङ्कराचार्यले पनि पुष्टि गरे र हामीतिर डिबेटको जुन क्रम थियो, बहसको क्रम, शङ्कराचार्य पछि पुरै रोकियो 7औं 8औं शताब्दीमा। त्यसपछि सबै समाप्त भयो। त्यसपछि भौतिकवादी धाराका जति पनि बहसहरू थिए, कमसेकम प्रतिरोधी धारामा बौद्धहरू, जैनहरूले पनि जुन प्रतिरोध गरिरहेका ती सबै बलात् रोकिए। बाँकी सब छोड, वेदले जे भन्छ त्यही ठिक हो। शङ्कराचार्यले बोलेर मात्रै भनेनन् कि हतियारले पनि भने कि, बुझ्नुहोस् है, शङ्कराचार्य मात्र ऊ थिएनन् कि शास्त्र विद्वान मात्रै थिएनन् कि, तिनी शासक पनि थिए कि, तिनी हतियारधारी थिए, पुरा नागाहरूको फौज थियो उनीहरूसँग। उनको कुरा नमान्ने सिध्याइदिन्थे उनले, कयौँ बौद्धलाई सिध्याए र कयौँ तपाईँ त्यसका धर्म विजय, उनको धर्म दिग्विजय तपाईँ हेर्नु हो भनेपछि त्यो उनले आफै त लेखेका होइनन्, तर उनकै लेखेको भन्छ त अरू लेखेका हुन्। तर त्यो त्यसमा हेर्दाखेरि उनी जहाँ जान्थे उनी उनको धर्म जित्यो। शङ्कराचार्यको मत जित्ने बेला त्यहाँ एउटा शिव मन्दिर बनाउँथ्यो कि, त्यहाँ कयौँ ऐसी शासक भए जो शङ्कराचार्य आउनुभन्दा पहिले शिव मन्दिर बनाएर राख्थे। किनभने उनीहरू आउनुभन्दा पहिले कोही बौद्ध शासकहरू थिए, कोही जैन मतका शासकहरू थिए, अनेकका थिए। उनी जाने बित्तिकै लौ अब जाने बेलामा पहिले लौ यो राजाले त पहिले एउटा बनायो भन्दाखेरि लौ यसलाई अभय वरदान देऊ भन्दाखेरि त्यहाँ गएर उ गर्यो।
थुप्रै हामीतिरका अधिकांश जति शिव मन्दिरहरू छन्, प्राचीन मन्दिर हामी जसमा भन्छौँ, त्यो अधिकांश चाहिँ मध्यकालमा बनेका मन्दिरहरू त्यो त्यसैले मलाई लाग्छ यो तपाईँ दर्शनका तथ्य स्थापित गर्नको लागि दर्शन मात्रै पढेर पुगेन। यो खास गरेर अब म यहाँ जो आफूलाई प्रतिबद्ध भन्नुहुन्छ र सचेत जुन समाज छ हामी कहाँ, र एउटा प्याटर्न के छ भने जे लेखेर आएको छ त्यही पढ्ने, त्यही रिपिट गर्ने, त्यही लेख्ने, नयाँ तथ्य नखोज्ने जुन चलन छ कि प्राइम बुकहरू पहिलो स्रोतहरू नपढ्ने। त्यो फेरि सामान्यमा होइन कि ठुल्ठुला विद्वानहरू खास गरी नेपालमा धेरै त्यो भएको छ कि नेपालमा दर्शनका अधिकांश किताबहरू जुन छन् भारतमा लेखेका विद्वानहरूले छन् ती दोस्रो तेस्रो दर्जाका जुन स्रोतहरू छन् तिनको उपयोग गरेर लेखिएको छ कि। त्यसको कारण के छ भनेपछि पहिलो स्रोतबाट दोस्रो स्रोत लग्नेले केही आफू छनौट गरेर लेख्छ, दोस्रो स्रोतबाट तेस्रो स्रोत प्रयोग गर्ने त्यसबाट छनौट गरेर लेख्छ, चौथो स्रोतले त्योभन्दा पनि कम लिन्छ। हुँदा हुँदा एउटालाई त नामै मात्र राखेर पनि काम चलाउँछ। समस्या यहाँ हो कि यो हुनुपर्ने के थियो भनेपछि त्यसकारण एउटा प्राइम स्रोत भनेको यदि हामी बृहदारण्यक भने बृहदारण्यकै हेर्ने नि, दोस्रो तेस्रो स्रोत लिएर बृहदारण्यकमा यो भनेको त्यहाँ गएर हेर्ने त छ कि छैन, कति छ कति छैन त्यहाँ चिजहरू त्यसरी खोज्यो भनेपछि हामी एउटा भौतिकवादका तर्क शास्त्र तयार गर्न सक्छौँ, भौतिकवादको तथ्यशास्त्र तत्त्वमीमांसा हामी तयार गर्न सक्छौँ। अहिले यो गर्ने भनेपछि अहिले सबभन्दा ठुलो समस्या अन्तिम केही 3-4 लाइनमा म सिध्याउँछु। हाम्रा कम्युनिस्ट आन्दोलनसँग जोडिएको जुन पङ्क्ति हो त्यो सिद्धिने कारण त्यही हो कि हामीसँग राजनीतिक आस्था भए, हामीसँग राजनीतिक लफाजीहरू भए, हामीसँग न त राजनीतिक तथ्यहरू भए न त राजनीतिक व्यवहारहरू भए। जति बेला यसको प्रभावशीलता पनि हेरौँ है, जति बेला हामी भौतिकवादी भयौँ, जति बेला हामी व्यवहारशील भयौँ त्यति बेला हाम्रो विकास भयो। सुरुदेखि नै कम्युनिस्ट आन्दोलनमा जति बेला इमान्दार नेताहरू भएका थिए कम्युनिस्ट आन्दोलन माथि गएको थियो, जति बेला नेताहरू बेमान हुँदै गए आन्दोलन कमजोर हुँदै गयो। लफाजी अहिले पनि छ। नयाँ संस्कृति खोज्ने, के नयाँ संस्कृति खोज्ने? सर्वहारा संस्कृतिभन्दा बढी अरू कुनै संस्कृति छ कुनै संस्कृति? मुक्ति दिलाउन त मार्क्सवादीहरू कहाँ गएका हुन् कि? समाजको सबभन्दा तल्लो पिठमा बसिरहेको मुक्ति दिलाउने न हो। र अहिले कम्युनिस्ट आन्दोलनमा एउटा च्याउ चाहिँ एउटा फेसनमा बुझेको छ, मध्यवर्ग समयानुसार परिवर्तन। मध्यवर्गको मुक्तिको लागि त बालनले काम गरिरहेको छ, अमेरिकाले काम गरिरहेको छ। के को मध्यवर्ग? समस्या नै मध्यवर्ग हो क्या, बिचमा भ्रम सृजना गर्ने। अनि हामी पनि त्यो अज्ञतामा गएर फस्ने, नयाँ संस्कृति खोज्ने। मार्क्सभन्दा नयाँ संस्कृति खोज्न सक्छौ भने खोज, लेनिनभन्दा नयाँ संस्कृति खोज्न सक्छौ भने खोज। अप्पर लेभलका सुपरफिसियल लेभलका कुराहरू यताउता गरेर पुग्दैन कि त्यो चिजहरू कि। सिधा प्रश्न हो कि आन्दोलनमा मध्यवर्गहरू हावी हुँदै गए भनेपछि आन्दोलनको चरित्र मध्यवर्गीय हुन्छ। आन्दोलनमा सर्वहारावर्गीयहरू भयो भनेपछि सर्वहारावर्गीय चरित्र जसको बन्छ कि। हाम्रो समग्र कम्युनिस्ट आन्दोलनको चरित्र यसै कारण अहिले मध्यवर्गीय भएको छ कि। जनयुद्धकालमा हामी स्वयं व्यवहारमा देख्यौँ कि सिधा हामी जाँदाखेरि कुनै मुसलको कुनै डुमको घरमा गएर बस्थ्यौँ कि रातको 12 बजे जान्थ्यौँ त्यहाँ खोजेर कहाँ जाने हो फलाना गाउँमा, को कहाँ जाने हो भने फलाना मुसल फलाना सदाको घरमा जाउँ न, फलाना डुमको घरमा जाउँ न कि। अहिले उनी विश्वस्त छे जब नयाँ यहाँ गणतन्त्र आयो, माओवादीहरू माथि आउन थाले, सब कम्युनिस्टहरू माथि आउन थाले, उनी विश्वस्त थिए अब त कम्युनिस्ट नेताहरू म कहाँ आउँछन्, म देखाउँछु तँलाई। भयो के? कम्युनिस्ट नेताहरू गए कहाँ? मुसर कहाँ गएनन् कि उनी ठुलै घरमा गए। बडा प्रिय थियो मुसर। उनले गर्वले भने फलाना सदा यो गाउँमा मलाई सहयोग गर्ने थियो, ल उसलाई बोलाएर ल्याऊ। ती मुसरलाई जमिनदारको घरमा, ठुला महाजनको घरमा, ठुला कुनै पार्टीमा नयाँ भर्ना भएका त्यसका घरमा बोलाएर ती मुसरसँग भेटे। यो हामी भित्रको चिन्तनको समस्या हो कि। यो भौतिकवादले हाम्रो चेतना कसरी, भौतिकवादले मात्र पुँजीवादी धारणा ल्याउँदैन कि भौतिकवादी प्रयोगले न्याय पनि गर्छ। पुँजीवादका दुईटा पक्ष छन् है। पुँजीवादको एउटा प्रयोग त के अरे पुँजीवाद भन्छु, भौतिकवादको एउटा प्रयोग त पुँजीवादले पनि गर्छ। पुँजीवादले परिवर्तन गरेको एक समयमा दुनियाँ बदलिदियो कि।
र पुँजीवादको एउटा पक्ष समाजवाद थियो, के अरे भौतिकवादको एउटा पक्ष समाजवाद थियो। जब समाजवादीहरूले इमान्दारीपूर्वक भौतिकवादी उनले पनि दुनियाँ बदलिदिए, तर समयसँगै त्यो चिजहरू बदलियो। त्यसकारण अहिले मलाई के लाग्छ भनेपछि भौतिकवाद भनेको यहाँ अन्तिममा यो जड होइन, मार्क्सले पनि त्यही भनेको जड होइन कि त्यो चिन्तन हो। र अहिले सबभन्दा साइन्सको क्षेत्रमा अन्तिम दुई शब्द भनेर म सिद्ध्याउँछु। अब साइन्सको क्षेत्रमा दुईवटा ब्रह्मको एउटा आइडियोलोजिकल एउटा कन्सेप्ट बनाइएको थियो। ब्रह्म सबै ठाउँमा छ, ब्रह्म सबैभित्र छ। ब्रह्मलाई जान्नेले जान्छ। ब्रह्मलाई जान्नेको अर्थ के हो भनेपछि कानुन जान्नेले कानुन जान्छ। ब्रह्म घर घरमा छ, राज्यको प्रभाव घर घरमा छ। सिधा यदि तपाईँ यो कोणबाट ब्रह्मको परिभाषा गर्न थाल्नुभएपछि त्यसका त भौतिकवादी एस्पेक्ट खोल्दै जान्छन्। तर तपाईँ त्यो नगरेर उनले परिभाषा गरेको यहाँ उसले ब्रह्मले के अरे जब यहाँ कोही थिएन त्यही थियो होइन बाट सुरु गर त्यसकै आलोचना गर्न थाल्दै जानुहोस् अर्को घनचक्करमा फस्ने हुन्छ। सुन्नेवालाले यो के हो त्यतातिर जान्छ। त्यस कारण मलाई के लाग्छ भने दर्शन खास गरेर भौतिकवादको स्थापना गर्ने भने भौतिकवादी तथ्यहरू बनाउनु पर्छ। आलोचना मात्रै तथ्य बनाऊ भने त्यसपछि आलोचना गर्ने यो तरिका बनाउन सक्यो भनेपछि तपाईँले अब प्रश्न आउँछ कि किन थाहा भएन उसले के अरे विदग्ध साकल्यले बुझेन। त्यसकारण कि साकल्यहरू यहीँ छ, तपाईँले खोज्न सक्नुपर्छ कि म यो खोज्ने बेलामा त्यो राहुल पनि अनिश्चित भयो कि उसले खोजेनन् कि यी प्रसङ्ग तपाईँ दर्शन दिग्दर्शन पढ्न मैले भनेको दर्शन दिग्दर्शनको बृहदारण्यक च्याप्टरमै बृहदारण्यक उपनिषदको च्याप्टरको अन्तिमतिर आउँछ यो च्याप्टर उनले लेखेका छन्। तर उनी पनि त्यहाँ बडो घृणा साथ त्यहाँ विदग्ध साकल्यलाई प्रस्तुत गरिएको छ कि त्यहाँ भनिएको छ विदग्ध साकल्यका बुढा हाड मात्रै सबै गले हाड मात्रै रहे त्यो पनि चोरले चोरेर लगे भन्न चाहिँ दरबारभित्र जनकको दरबारभित्र त सबै भयो त्यहाँ होइन। त त्यो हिसाबमा हेर्दाखेरि त्यहाँ के अरे यो सत्य हामी त्यहाँ स्थापित गर्नु पर्यो भने हामी पनि त्यही भाषामा उनीहरूले घृणास्पद रूपमा प्रस्तुत गरेका छन् हामीले पनि विदग्ध साकल्यलाई त्यही रूपमा प्रस्तुत गरिदिनु हो। र वा गार्गीलाई उनीहरूले जब उनले नेल डाउन गरे अनि उनले ल अब त पनि ब्रह्मवादिनी भइस् भनेपछि भनिदिएपछि हामी पनि उनलाई ब्रह्मवादिनी भएर फुर्काउन थालिसकेपछि त हाम्रो त टेन्डेन्सी त उल्टो भयो त। हामीभित्र के अरे अज्ञेयवाद र हामीभित्र अध्यात्मवाद कसरी जन्मिन्छ यसरी हामी बुझ्न सक्छौँ कि त्यो को थियो त विदग्ध साकल्य। विदग्ध साकल्य एउटा साकल्य ऋग्वेदिक कालमा साकल्यहरूको एउटा समूह छ जो ऋग्वेद भनेको सबभन्दा पहिलो वेद हो लेखिएको सबभन्दा पुरानो। ऋग्वेदमा एउटा प्राकृतिक वैयाकरणिकहरू थिए, व्याकरण जान्नेहरू थिए। उनीहरूले ऋग्वेदको पदपाठ गरे, त्यसलाई व्यवस्थित गरे, भाषिक रूपमा व्यवस्थित गरे उनीहरू थिए। किनभने ऋग्वेद सबभन्दा प्रारम्भमा आएको थियो, त्योभन्दा पहिले चेतना बाल्यावस्थामा थिए, प्रकृति परक मात्रै थियो। ऋग्वेदको दुईटा अंश बाहेक पहिलो र अन्तिम जो पछि थपिएको हो 10वटा मण्डलमा ऋग्वेदमा पहिलो र अन्तिम मण्डल जो पछि थपिएको हो बाँकी 8वटामा प्रकृति मात्रै छ क्या। टुलिरहेका मानिसहरू छन्, प्रकृति छ, प्रकृतिहरूको सम्बन्ध छ, देवताहरू प्रकृति छन्, मानिस देवता छ, इन्द्र एउटा मात्रै देवता छ कि नहीं तो बाँकी तो अग्नि छ, सूर्य छ, वायु छ, त्यसकै सुति सोम छ, रक्सीको स्तुति छ त्यहाँ या भाइको स्तुति छ, ती सबै प्रकृति जन्य छन् के। त्यसैले त्यसलाई यदि हामीले हेर्न सकेनौँ भनेपछि के अरे हाम्रोतिरका दक्षिण एसियाली दर्शनका भौतिकवादका आधार हामी तयार गर्न सक्दैनौँ। एउटा त्यो प्रश्नमा हेर्दाखेरि म अब सायद समय धेरै लिएको भए क्या हो मलाई लाग्छ होइन। ठिक छ मलाई भन्नु होला, म जहाँ भन्नुहुन्छ म ब्लक गर्छु, म कन्क्लुड गर्छु। यो एउटा तरिका हो। अर्को एउटा भनौँ यसमा एउटै भौतिकवादका पक्षमा एउटै इमान्दार भएर उभिए त्यहाँ मैले त्यो धर्म प्रणेताको एउटा थियो त्यो सिद्ध्याउँ त्यो प्रक्रिया। त्यसपछि त्यो क्रम एउटा बन्यो, कसैले बोल्न सकेन र अन्ततः एउटा लामो प्रक्रियामा हजारौँ वर्षको प्रक्रियामा हाम्रो लागि राम्रो नराम्रो होइन, पाप र पुण्य भयो कि शुभ र अशुभ भयो कि हाम्रो लागि शुद्धता भएन पवित्रता भयो कि हाम्रो लागि अशुद्धता भएन कि अपवित्रता भयो कि। त्यसकारण
कलका पानी पनि अपवित्र भयो, ह्यान्डपाइपका कि पानी पनि अशुद्धै भयो। तर जतिसुकै गन्दा भए पनि कुनै गङ्गा सागरका पानी शुद्ध भयो। यो क्षेत्र